हाम्रो नेपाल देशको हालत जसले करोडौँ खर्ब घोतला गरेर मजाले बाँचिरहेछ क्या, त्यसलाई त तिमीहरूले केही गर्न सक्दैनौ। अनि ती व्यक्ति जसले 2 पैसा कमाउँछु भनेर भारतबाट 2 क्रेट अन्डा लिएर आएछ होइन, उसलाई त केही क्राइम गर्यो कि भनेर तिमीहरू त पुरा टिम लगेर गइरहेछौ, जबरजस्ती अन्डा मागिरहेछौ होइन। अनि तिमीहरूलाई थाहा छ कि छैन, त्यही बोर्डरबाट 10वटा ट्रक भरेको ब्ल्याङ्केटभित्र छिर्दाखेरि तिमीहरूले त थाहा पाएनौ होइन। थाहा पाएर पनि थाहा नपाए जस्तो गर्यो, किनभने तिमीहरूले चारो पायो होला। फ्याँकेको चारो खाने बानी जो छ हाम्रो पुलिसहरूलाई। म बेसी आर्मी पुलिस तपाईँलाई रिस्पेक्ट गर्छु क्या, तर पुलिसहरूको यार अति नै भइरहेछ क्या। दुखी बिचरालाई मात्र सताइरहेछन् यार। दम छ भने होइन ती घुसखोरीहरूलाई समाट के मजी ल। अति नै हौडा छ यार हाम्रो नेपाली पुलिस पनि यार।